त्यसरी म यही इनारकै छेउमा उभिएर रोएको छु के ऊ कुद्दै कुद्दै आयो रिता तिम्रो आमा मर्नु भयो अरे भन्यो दुईटा छोरी सीता रिता अनि एउटा छोरा प्रकाश र आमाको नाम तुलसी तर मेरो बाबा मम्मीसँगै बित्नु भयो हल्ला खल्ला हुन्छ एक्कासी श्रीमान श्रीमती बितेको त त्यो बस्ने ठाउँको मान्छेलाई त थाहै छ नत्र भने बच्चाले त आएर सुनाउने थिएन है यो माथिको दुईटै मौ एउटा अलि नजिकबाट छ एउटा चाहिँ अलिक परबाट छ मुनिको चाहिँ दुईटै मेरो भाइ प्रकाश अनि त्यसै गरेर घरको छरछिमेकीहरू किनभने हजुरलाई त मेरो बाबु मम्मी बितेको भनेर त हैन अब कसरी बित्यो भनेर अब कुरा लुकाएको जे भए पनि उहाँ चाहिँ मामा भनेर नाता जोडेर आएको जस्तो देखिन्छ आफ्नो सक्के मामा चाहिँ हैन नमस्ते सबैजनालाई मेरो नाम चाहिँ रिता केसी हो 2048 सालदेखि मेरो बुवा आमाको चाहिँ 81 मृत्यु भएको छ र मृत्यु पनि एकदम रहस्यमय नै छ यति हजुरहरूलाई चाहिँ यो घटनाबारे 48 सालमा यो अलिक गर्मीको महिनाको वैशाख जेठतिर हुनुपर्छ यो घटनाबारे के सुन्नु भएको छ थाहा छ भने चाहिँ मलाई यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर मेरो सबै कहानीहरू बुझेर चाहिँ हजुरहरूले चाहिँ सक्दो सेयर गरेर आफन्तीहरूसँग कुरा गरेर अलि 40-50 वर्ष पुगेको वा 50-60 सम्मको मान्छेहरूसँग बुझ्ने प्रयास गरेर मलाई मेरो सम्बन्धित मान्छेहरूसँग पुग्न सहयोग गरिदिनु होला हजुरको सानो सहयोग पनि मलाई ठुलो सहयोग हुनेछ बुवा र आमासँग बसेको घरको अवस्था कस्तो थियो तपाईं कसरी बसिरहनु भएको थियो त्यहाँ कस्तो कस्तो परिवारको मान्छेहरू बस्नुहुन्थ्यो काठमाडौँभित्र र त्यो कस्तो अवस्थामा देखिन्थ्यो भौतिक स्थिति हेर्दाखेरि ठ्याक्क त्यो झल्किने किसिमले भनिदिनुस् न है मेरो घर चाहिँ काठमाडौँमा बसेको जुन घर चाहिँ ओभरअलमा यसो भन्दाखेरि चाहिँ त्यो चाहिँ एउटा क्वार्टर जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ किनभने त्यहाँनिर एउटा हरियो ड्रेस लगाएको गार्ड बस्नुहुन्थ्यो त्यति बेला चाहिँ पालेदाई भन्ने चलन थियो सायद मैले पनि पालेदाई भनेर जिस्काएको याद छ अनि घरको बनावटको कुरा गर्दाखेरि चाहिँ तिनटै घर चाहिँ एउटै डिजाइनले बनेको तिनटै घर चाहिँ पहेँलो कलर खुब चलेको कलर छ प्राय जहाँ पनि युज हुन्छ त्यो कलर लगाएको घर थियो अनि 3टा फ्लोर थियो भने माथि कौसी थियो त्यो 3टा फ्लोरको कुरा गर्दाखेरि ठ्याक्क 9 जना कम्तीमा पनि 8-9 जना परिवार चाहिँ त्यहाँ बस्नुहुन्थ्यो सबैजना आफ्नो फ्ल्याटमा बस्नुहुन्थ्यो हाम्रो फ्ल्याटमा हाम्रो मात्रै हुन्छ साइडमा भर्याङको साइडमा टोयलेट बाथरुम र यता ठुलो रुम थियो हाम्रो हैन त्यसरी बस्थ्यौं त्यहाँ माथि अर्को परिवार बस्नुहुन्थ्यो तल अर्को परिवार बस्नुहुन्थ्यो अनि त्यो घरको पछाडीतिर रुखहरू थियो अनि यता साइड पट्टि पनि रुखहरू नै थियो दुईटै साइडतिर अनि तलपट्टि चाहिँ अलिकति घर चाहिँ अलि माथि अलि हाइटमा थियो भनौँ न मुनिपट्टि चाहिँ मजाले त्यो गाडीहरू कुद्ने पिच गरेकै रोड चाहिँ देखिन्थ्यो माथिबाट आफ्नो रुमबाट हेर्दाखेरि झ्यालबाट हेर्दाखेरि पनि र घरको तलतिरबाट झर्नको लागि सानो भर्याङको बाटो जस्तो पनि बनाएको थियो त्यो रड जस्तो हालेर दुईतिरको मान्छे हिँड्न मिल्ने गरी गर्ने तरिकाले बनाएको र त्यसै गरेर मेरो बाबा रड भन्नाले रेलिङ जस्तो होला त्यो रेलिङ चाहिँ एउटा मात्र थियो दुईतिरबाट हिँड्ने थियो है हजुर 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 रेलिङ थियो भनौँ न अनि घरको यता तलतिर चाहिँ ठ्याक्क साइडमा पेटीहरू थियो पेटीको हुँदै पनि कहिलेकाहीँ बाबा चाहिँ सायद पछाडिपट्टि नै बाटो थियो होला त्यहाँबाट जानुहुन्थ्यो जस्तो लाग्छ मलाई तर हाम्रो चाहिँ ठुलो चौर थियो घर अगाडि र त्यो चौरमा बसेर चाहिँ म एकदमै प्राय खेल्ने गर्थेँ घरको अगाडि ठ्याक्क साइडमा इनार पनि थियो र प्राय जस्तो मेरो चाहिँ मलाई जति याद छ प्राय घरभित्र घर बाहिरै म खेलिरहेकै हुन्थेँ घरभित्र कि भाँडाकुँडा खेलिरहेको हुन्थ्यो भने घर बाहिर अगाडि चौर थियो मजाको ठुलो थियो त्यो चौरमा चाहिँ साथीहरूसँग भाँडाकुँडी खेल्ने गरेर गर्थेँ मेरो त्यहाँ सँगै बस्ने साथीहरू अझ पनि मलाई याद भएछ 5-6 जना हाम्रो ग्रुपै जस्तो थियो सँगै बसेर खेल्थ्यौँ हामीहरू जति पनि सम्झना स्मरण अनुसार चाहिँ हाम्रो भन्दा माथि पनि परिवार बस्नुहुन्थ्यो तल पनि बस्नुहुन्थ्यो 3टा ठक्क बिल्डिङ सँगै जोडिएको भएको कारणले कम्तीमा पनि एउटा फ्लोरमा 3टा परिवार चाहिँ बस्नुहुन्थ्यो घरको अगाडिको भागमा के थियो पछाडिपट्टि कस्तो थियो मोटामोटी बताउन सक्नुहुन्छ मेरो स्मरणमा रहेसम्म चाहिँ घर पछाडि चाहिँ रुखहरू नै देखिन्थ्यो हैन तर साइडमा चाहिँ बकैनाको रुखहरू भएको हुनाले कहिलेकाहीँ मैले साथीहरूसँग एउटा सम्झना चाहिँ राम्रोसँग याद छ कौसीमा बसेर चाहिँ यो चाहिँ बिक बकैनाको रुखलाई चाहिँ बिकको रुख अरे यो बिक खायो भने मर्छ अरे त्यहाँ जानुहुन्न अरे भनेर अलिकति घना जङ्गल जस्तो अलिकति थियो त्यो भएर जानुहुन्न भन्ने सिकाउनु भएको भएर र त्यसरी घरको अगाडिपट्टिको त्यो चौर जस्तो अब यहाँ आँगन हो या चौर हो त्यसको साइडमा कुवा पनि थियो है हजुर अनि बुवा चाहिँ त्यहाँबाट निक्लेर जानु हुँदाखेरि कस्तो ड्रेसमा जानुहुन्थ्यो प्रायः जसो मेरो बुवाले प्राय जस्तो चाहिँ सर्ट प्यान्टै लाउनुहुन्थ्यो एकदमै जेन्टल तरिकाको एकदमै सभ्य तरिकाको ड्रेसअप गर्नुहुन्थ्यो ढाका टोपी लाउनुहुन्थ्यो कहिलेकाहीँ भत्काउले पनि टोपी लाउनुहुन्थ्यो त्यहाँ बस्दाखेरि मम्मीको चाहिँ अथवा आमाको ड्रेस चाहिँ कस्तो थियो र घरभित्र चाहिँ कस्तो कस्तो सामानहरू थियो याद छ तपाईँलाई के थियो याद छ मम्मीले चाहिँ प्राय अब घरभित्र बस्दाखेरि त त्यो चोलो साडी नै लाउनुहुन्थ्यो अब कहिलेकाहीँ गुन्ने चोलो पनि लाउनुहुन्थ्यो साडीहरू चाहिँ राम्रै लाउनुहुन्थ्यो मलाई
मम्मी बाहिर जाँदा राम्रो सिल्कको एउटा खरानी कलरको कत्ला भएको साडी लाउनु भएको एकदमै याद छ। अनि घरभित्रको बारेमा भन्दाखेरि चाहिँ मजाको ठुलो कोठा थियो। त्यो कोठाभित्र चाहिँ त्यहीँनिर साइड कुन्नामा एउटा किचनको सामानहरू राख्नु भएको थियो। त्यति बेला स्टोभमा खाना पकाउनु भएर स्टोभमै खाना पाक्थ्यो। कम्तीमा पनि 4वटा जति 4-5वटा बेडहरू थियो। अनि मम्मी बाबाको 2टा बेड चाहिँ सँगै जोड्नु भएको थियो। भाइ सानो थियो, सायद सँगै प्रायः आफूसँगै सुताउनुहुन्थ्यो। म र दिदी चाहिँ सँगै सुत्यौँ। अनि पाहुनाहरू आउँदाखेरि चाहिन्छ भनेर होला अरू 2टा बेड पनि खाली नै हुन्थ्यो। कोठा चाहिँ मजाको ठुलो थियो कि केही कमी नै थिएन, मजाको ठुलो थियो होइन एकदमै। अनि दराजहरू थियो। मम्मीले चाहिँ अब कहिलेकाहीँ घरमा ल्याएर चक्लेटहरू ल्याएर चाहिँ नाङ्लोमा खनाएर मजाले त्यो प्लास्टिक त्यो कभरले ऱ्याप गर्नुभएको मलाई याद छ। र त्यहीँ बसिरहँदाखेरि मैले कति चक्लेट खाएको पनि याद छ। त्यो ऱ्याप गर्दाखेरि चाहिँ त्यति बेला चाहिँ एकदम ओरेन्ज बल चाहिँ होइन, मेरो मम्मीले ल्याउँछ ओरेन्ज बेल जस्तै हरियो सेतो रङको पुरै कभर भएर पुच्छरमा चाहिँ हरियो गाढा कलरको हरियर भएको त्यसलाई चाहिँ अमिलो अमिलो टाइपको लेमनको भन्ने रहेछ क्या। त्यस्तो चक्लेट ल्याएर चाहिँ मम्मीले घरमा मजाले ऱ्याप गर्नुहुन्थ्यो। तपाईँले त्यो घरमा बुवाआमासँग बसिरहेको घरमा एक्कासी कसरी थाहा भयो बुवाआमा बितेको कुरा? कसले आएर भन्यो? त्यो भन्ने साथीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? अथवा त्यो त्यहाँ भएका साथीहरूसँग खेल्दाखेरिका कुनै स्मरणका घटनाहरू कुनै छन् भने त्यो पनि भनिदिनु न। हुन्छ। मेरो साथीहरू चाहिँ अब म चाहिँ साथीहरूको कुरा गर्दाखेरि चाहिँ प्रायः साथीहरूसँग नै मेरो दिनहरू प्रायः खेलेरै बित्थ्यो। जुन दिन चाहिँ मेरो बाबा मम्मीको मृत्यु भयो त्यो दिन चाहिँ म 4-5जना साथीहरूसँग त्यो घरको अगाडि आँगनमा मजाले त्यो माटोहरू त्यो भाँडामा राखेर पुरा खेलिरहेको थिएँ। अनि एकजना साथी चाहिँ 4-5जना हामीसँगै खेल्दै थियौँ। अनि मेरो एकजना साथी चाहिँ कुद्दै कुद्दै अतालिँदै आएको याद छ। अनि उसले चाहिँ रिता तिम्रो आमा बाबा मर्नुभयो अरे भनेर भनेपछि चाहिँ म रोएको चाहिँ एकदम मलाई याद छ। यो चाहिँ अझ पनि मलाई एकदम ताजै छ यो घटना चाहिँ। त्यो साथीले हेर्नुभयो भने त पक्कै सम्झना हुन्छ होला है। त्यो साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ यो हाम्रो यसबाट मार्फत? अनि साथीलाई चाहिँ यति हजुरले यो मेरो भिडियो हजुरसम्म पुगेको छ भने मलाई चाहिँ एकचोटि भेट्नु होला र सहयोग गरिदिनु होला, सम्पर्कमा आइदिनु होला भन्न चाहन्छु। अहिले चाहिँ सेक्युरिटी गार्ड भनिन्छ होइन, त्यति बेला चाहिँ मलाई यति याद छ कि मैले पाले दाइ भन्दा जिस्काउँदै खुब भाग्थेँ। उहाँले चाहिँ गाढा रङको हरियो रङको लुगा लाउनुहुन्थ्यो अनि कालो रङको टोपी लाउनुहुन्थ्यो, जस्तै स्काउटको ड्रेस हुन्छ ड्रेसको कलर त्यस्तै लाउनुहुन्थ्यो। अनि उहाँ चाहिँ पुड्की हो चाहिँ मोटे हुनुहुन्थ्यो, चिम्से हुन्छ नि। मलाई पक्कै पनि उहाँ राई लिम्बू नै हो जस्तो लाग्छ। हाइट चाहिँ कमै थियो क्या। अनि जिस्काएर भाग्थेँ, मान्छे पनि हँसिलो मजाकै मजाकै हुनुहुन्थ्यो। हामी जिस्काउँथ्यौँ उठ्थ्यौँ तर कहिले पनि गाली गरेको त याद छैन। हाँसेर जिस्किनुहुन्थ्यो उहाँ पनि। त्यो उहाँको हुलिया चाहिँ मलाई फेस अझ पनि एकदम राम्रोसँग याद छ कि राई लिम्बू चाहिँ राई लिम्बू। तपाईँको त्यो बसाइ चाहिँ अलिकति हाइटमा थियो होला होइन? किनभने माथिबाट कौशीबाट हेर्दाखेरि तल रोडमा गाडी कुदिरहेको भन्नुभयो है? हजुर हजुर। ए मतलब मेन रोडकै छेउमा हुनुपर्छ। अलि त्यति बेला गाडीको 2048 सालमा होइन गाडीहरू अलि चल्ने बाटो नै हुनुपर्छ जस्तो लाग्छ। त्यस कारण चाहिँ यो रिङ रोडको वरिपरि पनि हुनसक्छ अथवा त्यति बेला गाडी बढी चल्ने ठाउँको अलिकति हाइटको ठाउँ पनि हुनसक्छ। त्यो विषयमा चाहिँ त्यस्तो ठाउँहरू कुनै सम्भावित ठाउँहरू छ भने होइन त्यो विषयमा पनि जानकारी गराइदिन हामी अनुरोध गर्छौँ। र अर्को कुरा तपाईँलाई त्यो बुवाआमासँग बस्दाखेरि बुवाआमासँग कतै गएको केही चिज खाएको हिँडेको के याद छ? मम्मीसँग चाहिँ एकचोटि हामी बजार गएको र त्यो बजारमा मेन चाहिँ मलाई बजारमा जाँदाखेरि त्यहाँनिर काठमाडौँ नजिकै अब कतै लिएर जानुभएको होला, हामी परिवारै गएको थियौँ। मोमो खाएको चाहिँ एकदम याद छ मलाई। त्यो मोमो खाएको ठाउँ चाहिँ कस्तो थियो के याद छ? मोमोको चाहिँ दोकान चाहिँ हामी त्यो भित्र कोठामा बसेको थिएनौँ, बाहिरै खुल्ला ठाउँमै टेबल र बस्ने बेन्ची थियो। अनि त्यो बेन्चीमा बसेर खाएको याद छ। र त्यो मोमो खाँदाखेरि मैले चम्चाले उचाल्न नसक्दाखेरि मम्मीले मुसुक्क हाँस्नु भएको अझ पनि एकदम मलाई याद छ। अब चाहिँ मलाई यति बताइदिनुहोस् कि यो जुन बुवा आमा बसेको ठाउँमा कुनै घटना तपाईँलाई कसरी सुनाएको थियो बुवा आमाको घटना, अथवा त्यो चाहिँ त्यहाँ कुनै जस्तै अब हुन्छ तपाईँले के भन्नुभएको थियो भने चरा एउटा आफूभन्दा अलिकति त्यो घरमा बस्ने ठुला केटाहरूले अथवा पुरुष दाजुहरूले चरा मारेर ल्याएको खाना दिन खोजेको तपाईँले नखाएको त्यस्तो भन्नुभएको छ। त्यो चरा मार्ने व्यक्तिहरू अथवा चरा त्यति बेला चलन रहेछ, अब नजिकमा रुखहरू थियो होला, त्यो व्यक्तिलाई केही भन्न चाहनुहुन्छ भने जसले चाहिँ तपाईँलाई चरा मारेर ल्याएर पोलेर होइन खुवाउने प्रयास गर्नुभएको थियो, उहाँलाई केही भन्न चाहन्छ? सायद त्यो व्यक्तिले यो हेर्नुभयो भने त सम्झेर ए फलानु रहेछ भन्न पनि सक्नुहुन्छ। त्यसमा चाहिँ ठ्याक्क हाम्रो चाहिँ घरको प्राय अगाडि पछाडि रुखहरू नै थियो। अनि हाम्रो त्यहाँ घरमा 8-9 जना परिवार बस्नु भएको हुनाले त्यहाँ हाम्रो भनौँ न परिवार 3वटा घर जोडिएको घरमा 8-9वटा परिवार बस्नुहुन्छ। हजुर।
त्यहाँनिर बस्ने दाई हो होइन, दाई मेरो आफ्नै दाई त होइन, हाम्रो त्यहाँ भाडामा बस्ने अर्को परिवारको दाई, जसलाई दाईहरू भन्थे, उहाँले चाहिँ गुलेरी हानेर खुब घर वरिपरि छेउको रुखमा चरा मार्नुहुन्थ्यो। अनि मार्दाखेरि त्यहाँ पोलेर खाँदाखेरि मलाई टाउको परेको थियो, मैले त्यो टाउको चाहिँ नआइकन फालिदिएको थिएँ कि मैले, त्यो कस्तो लागेर कि मैले, एकदम याद छ। उहाँले यदि यो हेरिरहनु भएको रहेछ भने होइन, यसरी चरा मारेर खाना दिएको, त्यस्तो क्वार्टरमा बसेको चरा मार्ने चलन भएको कुनै व्यक्तिले हेरिरहनु भएको छ भने कृपया उहाँलाई पनि जानकारी गराइदिनु होला। अब बाबासँग तपाईँ कतै जानुभएको घटना, अब घरमा वा स्कुलमा कतै गएको केही याद छ भने त्यो देखिने चित्र, त्यति बेलाको अवस्था कस्तो थियो, सरस्वती बताइदिन सक्नुहुन्छ? बाबासँग चाहिँ मलाई एकदमै मुख्य कुरा चाहिँ, एकदमै याद भएको कुरा चाहिँ, बाबाले चाहिँ हामीलाई, म एक दिन चाहिँ बाबा अफिस जाने बेला, मैले जहिले पनि बाबा अफिस जाने गर्नुहुन्थ्यो बिहान बिहान होइन, अनि मलाई कहाँ जानुहुन्छ भने क्युरियोसिटी भइरहन्थ्यो। त्यो जान्छु भन्नु भन्दा नि मैले अगाडि पनि जहिले झ्यालबाट कहाँ जानुहुन्छ भने हेर्ने च्याउने गर्थेँ कि बाबा एकदम चासो लिन्थे। बिहान टिपटप भएर चट्ट ढाका टोपी, राम्रो ड्रेस पनि कति सफा लाएर चट्ट एकदम जेन्टल भएर निस्किनुहुन्थ्यो। एक दिन चाहिँ म पनि हसन जान्छु भनेर जिद्दी गर्दाखेरि चाहिँ बाबाले तिमी पनि जान्छौ भनेर मलाई पनि मम्मीलाई भनेर लुगासुगा लगाइदिएर आफूसँग बोक्दै बोक्दै लानुभयो। सायद त्यो मेन रोडबाट होइन, अर्को बाटो पनि थियो कि घर पछाडितिरबाट लानुभयो कि जस्तो लाग्छ। अनि लगेर मलाई स्कुलमा लानु भएको थियो। त्यो स्कुलको चाहिँ मलाई अरू केही याद नभए नि स्कुलको क्लासरुमभित्रको चाहिँ घटना याद छ। त्यहीँ भित्र क्लासरुममै लगेर मेरो बाबाले बेन्चमा राखेर, मिस हुनुहुन्थ्यो एकजना होइन, उहाँकै अगाडि नै, ल आज तिमी साथीहरूसँग बसेर पढ्नु, म भरे लिन आउँछु है भनेर मलाई सम्झाएर जानुभएको एकदमै याद छ। त्यसरी मेरो दिनभरि स्कुलमा बित्यो। स्कुलमा साथीहरूको चाहिँ आकाशे रङको सर्ट अनि निलो, गाढा निलो रङको अहिले प्रायः लाउँछ नि स्कुलमा, त्यस्तै कलरको जामा लाउँथ्यो। मैले प्रायः छोरी मान्छे मात्रै याद छ मलाई क्लासरुमभित्र। अनि हाम्रो म्याम हुनुहुन्थ्यो त्यहाँनिर, मिस हुनुहुन्थ्यो, अनि मिसले बोलेको कुरा नि एकदम राम्रोसँग याद छ। र मिसको हुलिया पनि, मिसको हुलिया कस्तो थियो होइन? अनि त्यहाँ यो छात्राहरू मात्रै हुनुहुन्थ्यो, छात्राहरू थिएनन् होइन, महिलाहरू मात्रै याद छ। कन्या विद्यालय पनि हुनसक्छ। तपाईँलाई एक दिन मात्रै लग्नुभयो। अब कुनै त्यहाँ स्कुलको कुनै त्यो काठमाडौँभित्र पढ्ने कुनै स्कुलमा एक दिन मात्रै कुनै साथी आएर फेरि अर्को दिनदेखि नआएको त्यस्तो कुनै घटना छ भने यहाँले त्यो जानकारी गराइदिन पनि सक्नुहुन्छ, किनभने उहाँ रिता नै हुनसक्छ। हाम्रो शिक्षिका म्यामको चाहिँ अब के अरे कालो वर्णको, तर एकदम काली पनि होइन, हल्का त्यो कालो वर्णको, हल्का साउला रङको हुनुहुन्थ्यो उहाँ चाहिँ। अनि चस्मा लाउनुहुन्थ्यो कि हुन्थेन? कस्तो ड्रेस लाउनु भएको थियो? चस्मा लाउनु भएको थियो। कपाल चाहिँ अब आधा अलिकति क्लिपले लगाएर सट्ट बानिन्छ नि छोरी मान्छेले, त्यसरी बान्नु भएको एकदम याद छ मलाई। अब कन्या स्कुलमा अब यो हुलिया भएको कुनै टिचरले यदि हेरिरहनु भएको छ भने हाम्रो रिता बहिनीलाई अथवा हाम्रो यो यसमा चाहिँ म्यासेज गरेर अथवा आफ्नो कमेन्ट लेखेर सम्पर्क गराइदिन सक्नुहुन्छ। अनि टिचरसँग केही संवाद भएको थियो त्यहाँभित्र? हजुर, एकदमै याद छ मलाई त्यो म्यामले भन्नुभयो। त्यहाँनिर क्लासमा बाबाले छोडेर जानुभयो, सायद पछि उहाँले मलाई, अब म चाहिँ केही आउट ड्रेसमा थिएँ, अरू सबै स्कुल ड्रेसमा हुनुहुन्थ्यो अरू साथीहरू होइन। अनि उहाँले चाहिँ आज तिमी हेर्नु मात्र है, पढ्नु पर्दैन, आज फर्स्ट दिन हो, पहिलो दिन हो भनेर सम्झाउनु भएको एकदम याद छ मलाई। यदि कुनै टिचरले यो हेरिरहनु भएको छ भने एक दिनको लागि कुनै विद्यार्थी आएको र पक्कै पनि बाबा अलिकति चिनेकै प्रतिष्ठित मान्छे हुनुपर्छ, किनभने यसरी ल्याएर बच्चालाई चाहिँ, बच्चाको हुन त खुसीको लागि बच्चाले स्कुल जान्छु भनेर जिद्दी गरेपछि ल्याएर छोड्नु भएको रहेछ, तर पनि बानी परोस् भन्नको लागि पनि हुनसक्छ। एक दिन आएर यसरी ल आज तिमीले केही गर्नु पर्दैन, हेर्ने सुन्ने मात्रै भन्नुभएको कुनै टिचरले हेरिरहनु भएको छ भने कृपया हामीलाई चाहिँ जानकारी गराइदिनु होला। ठ्याक्कै यस्तै थियो भनौँ न, यो यसो ठुलो अगाडि आँगन जस्तो थियो, तलपट्टि यसरी गाडीहरू कुदेको देखिन्थ्यो। हामी चाहिँ यो बिचको घरको सेकेन्ड फ्लोरमा बस्थ्यौँ हामी चाहिँ होइन। माथि कौसी थियो, यसरी रुखहरू चाहिँ यहाँ बकैनाको, अनि कौसी साइडमा चाहिँ कुवा पनि देखिरहेछ होइन। अनि चराहरू मार्ने चाहिँ पछाडि रुखहरूबाट त्यस्तै कतैबाट ल्याएर चराहरू चाहिँ यतातिर मारेको याद छ क्या, यो साइडमा। अनि यहाँ सानो एउटा पसल पनि थियो, हामी त्यहाँ गएर मैले भाइलाई चाहिँ घोडा बनाएर आफूले चाहिँ दोकानबाट मसेर चोरेर भाइको याद छ, सानोमा बच्चामा के। अनि यो अगाडिको आँगनमा तपाईँहरू खेल्ने आँगन चाहिँ यही हो। अनि यही ठाउँमा तपाईँको साथीले आएर सुनाएको होइन, बाबा मामुको बारेमा कसरी सुनाएको थियो भन्नुभयो? मेरो साथीले, म यही इनारकै छेउमा उभिएर रोएको छु क्या, ऊ कुद्दै आयो, रिता तिम्रो आमा मर्नु भयो अरे भन्यो। अनि म यहाँ उभिएर त्यो भाँडाकुटी हातमा बोकिरहेको थियो, एउटा सानो त्यो माटो राखेको एउटा सानो डेक्ची जस्तो थियो, त्यो बोकेर गरेर रोएको एकदम याद। त्यो साथीलाई के भन्न चाहनुहुन्छ? मेरो साथीलाई चाहिँ यदि तिमीलाई यो होइन, यो भिडियो तिमीसँग पुगेको छ भने प्लिज
तिमी आइदेऊ होइन र मलाई सहयोग गरिदेऊ किनभने तिमी नै हो मलाई घटनाको बारेमा भनिदिने मृत्यु पहिलोचोटि बुवा आमाको मृत्यु भएको भने सुनाउनु भएको छ है। अब एकजना रिता नाम गरेको अब उनीहरूले नढाँटेको भयो होइन ग्रेसोमा राख्दाखेरि कुनै साथीले यसरी आएर बुवा आमा बितेको कुरा दौडेर आएर सुनाउनु भएको रहेछ। त्यो चाहिँ सुनाएको घटनाको बारेमा चाहिँ कुनै व्यक्ति जसले सुनाउनु भएको छ होइन अब अहिले चाहिँ अलिकति ठुलो पनि हुनुभयो होला उहाँभन्दा अलिकति ठुलो भएको हुनाले पक्कै पनि 40-50 वर्षको हुनुपर्छ जस्तो अनुमान हामीले गर्न सकिन्छ। त्यो बिचको कसैले सुनाउनु भएको व्यक्ति यदि सम्पर्कमा यो देख्नुभयो भने हाम्रो सम्पर्कमा आइदिनु होला। परिवारमा चाहिँ कतिजना हुनुहुन्थ्यो को हुनुहुन्थ्यो त्यो यो घरमा बस्दाखेरि? मेरो परिवारमा चाहिँ हामी 5 जना थियौँ, म दिदी भाइ मम्मी बुवा र मम्मी बाबाको सम्बन्ध एकदमै राम्रो थियो कि किनभने मैले कतिचोटि मम्मी बाबासँग जिस्केको उहाँहरू मजाक गरेको देखेको छु। त्यति बेलासम्म चाहिँ तपाईँको हजुरबा हजुरआमा बितिसक्नु भएको थियो है नत्र भने बिचमा त हजुरआमा एकचोटि आएर जानुभएको रहेछ? हजुर बाबा मम्मी बित्नुभन्दा अगाडि हजुरबा सुरुमा बित्नुभयो जस्तो लाग्छ किनभने मलाई दसैँको बेला बाबाले एकचोटि सायद घर लानुभएको एकदमै याद छ पुर्खेली घर काठमाडौँ। अनि यो घरमा चाहिँ हजुरआमा आउनु भएको थियो कि थिएन? कस्तो अवस्थामा कस्तो ड्रेसमा आउनु भएको थियो? हजुर अनि हजुरबा बितेपछि सायद हजुरआमा आउनुभयो जस्तो लाग्छ। सेतो लुगा लाउनु भएको थियो, कपाल पनि सेतो, लट्ठी बोक्नु भएको थियो, एकदम याद छ। अनि उहाँसँगै एकजना छोरा मान्छे पनि आउनु भएको थियो, सायद गाउँको मान्छे छोड्न आउनुभएको होला बाबा मम्मीकोमा। यदि रिता बहिनीको हजुरआमालाई काठमाडौँको यो क्वार्टरमा यस्तो खालको देखिने क्वार्टरमा कसैले उहाँको हजुरआमालाई ल्याउनु भएको थियो भने यदि तपाईँले हेरिरहनु भएको छ भने कृपया हाम्रो सम्पर्कमा आइदिनु होला। अनि दिदी चाहिँ यही ठाउँबाट स्कुलमा जानुहुन्थ्यो? हजुर हामीसँगै बस्थ्यौँ दिदी हाम्रो यही घरबाट उहाँ चाहिँ आफ्नो स्कुलमा जानु कस्तो ड्रेस लगाएर जानुहुन्थ्यो? उहाँको हरियो रङको ड्रेस लाउनुहुन्थ्यो दिदीले। कस्तो माथि सर्ट थियो कि अथवा जामा माथिसम्म आएर बटम लाउने हुन्छ नि के दुईतिरपट्टि फिता जस्तो भएको त्यस्तो लाउनुहुन्थ्यो। थाइकर कपाल थियो मेरो दिदीको, मुट्टी मुट्टी हुनुहुन्थ्यो, मुट्टी नै हुन्थ्यो जस मुट्टी मुट्टी। यही ठाउँबाट जाने आउने गर्नुहुन्थ्यो है स्कुलमा जाने आउने गर्नुहुन्थ्यो? हजुर। दिदीको नाम चाहिँ के? सीता केसी। अनि दिदीले सीता अनि दिदीले चाहिँ त्यो छ नि मलाई एउटा एकदम घटना याद छ। दिदीले त्यो जुन एउटा भर्याङ भने नि मैले त्यो रेलिङ जस्तो भएको त्यो भर्याङमा म माथि कोठाबाट यसो झ्यालबाट हेर्दै थिएँ। अनि त्यो झ्यालबाट हेर्दा दिदीले रेलिङ पक्रेर दिदीले उता के अरे स्कुल बाटोतिर हेर्दाखेरि यो दिदीले के हेरेको होला भनेर एकदम याद छ। अनि त्यो घर चाहिँ हजुरहरूलाई भन्दाखेरि चाहिँ काठमाडौँको घर अलिकति सजिलो होस् बुझाउनको लागि भनेर झ्याल चाहिँ ठ्याक्क यो मैले एउटा पिक्चर ल्याएको छु। यस्तो यो पुरानो स्टाइल खुब चलेको झ्याल थियो नि त्यति बेला। यस्तै कलर पनि सेम यस्तै हो, घरको डिजाइन पनि यस्तै होला, यस्तै झ्याल थियो ल। यस्तो झ्यालबाट माथिबाट हेर्नुहुन्थ्यो गाडीहरू कुदिरहेको होइन? हजुर हेरेको याद छ। अनि बाबा अफिस आउँदा नि यही झ्यालबाट हेर्थेँ, मलाई अझ एकदम याद छ क्या झ्याल त्यही भएर। एक्चुअली तपाईँको परिवारभित्रको थाहा भएसम्मको नाम थरको बारेमा बताइदिनु न परिवारको सदस्यहरू। अब मलाई चाहिँ अब नाम चाहिँ मेरो रितै हो होइन किनभने साथीले रिता भनेर बोलाएको छ, मम्मीले बोलाउनुहुन्थ्यो। दिदीको नाम सीता, मेरो भाइको नाम प्रकाश, आमाको नाम तुलसी भइहाल्यो। जसले हामीलाई आश्रममा लगेर छोड्नुभयो पुल्चोकमा भनौँ न ग्रेस होम भन्ने आश्रममा सुरुमा। त्यहाँ छोड्दाखेरि चाहिँ जसलाई हामी मामा भन्थ्यौँ अब उहाँ आफ्नै मामा चाहिँ होइन भन्ने कुरा देखिन्छ अहिलेसम्मको। अब मम्मीसँग टिका लाएर मामा बनाउनु भएको छ भने त्यो उहाँलाई नै थाहा होला, तर आफ्नै मामा चाहिँ हुनुहुँदो रहेछ। अनि त्यति बेलाखेरि चाहिँ हाम्रो के अरे ग्रेस होमकोमा छोड्दाखेरि चाहिँ हाम्रो थर चाहिँ केसी लेखिदिनु भएको थियो। तर मलाई कहिलेकाहीँ हाम्रो जसले चाहिँ हाम्रो फन्ड गर्नुहुन्थ्यो, जसले चाहिँ जसको पैसाले चाहिँ म यत्रो पढेँ हुर्केँ यति ठुलो भएँ, जसको पैसाले म खाना लाउनु मलाई सपोर्ट हुन्थ्यो विदेशीहरूबाट युरोपियन कन्ट्रीहरूबाट, उहाँहरूले चाहिँ मलाई कहिलेकाहीँ कार्डहरू पठाउनुहुन्थ्यो कि क्रिसमसमा न्यु इयरमा। त्यति बेला चाहिँ रिता खत्री छेत्री भनेर लेख्नु भएको छ। अनि हाम्रो रेकर्डको फाइलहरू हेर्दाखेरि चाहिँ मैले के भेट्यो भने मम्मीको ठाउँमा ब्र्याकेटमा खड्का पनि लेखेको देखिन्छ कि तुलसी केसी खड्का भनेर लेखेको देखिन्छ कि माइतीको थर खड्का पनि हुनसक्छ। त्यो पछि काटेर त नहुलिया मान्छेले नचिनोस् भने काटेको पनि हुनसक्छ। तर बाबाको नाम चाहिँ लेखिदिएको छैन है त्यहाँ राख्ने? बाबाको नाम चाहिँ खुलाइदियो। पेसा चाहिँ के भनेको छ? पेसा चाहिँ नोकरी भनेर भन्नुभएको छ। जस नोकरीमा गएको चाहिँ तपाईँलाई देखि पनि राखेको हुनाले त्यतिसम्म। अब नोकरी थाहा पाउने मान्छेले नाम थाहा नहुने भन्ने कुरो होइन, त्यस कारण जानी जानिकन त्यो नलेखे जस्तो छ। अनि तपाईँ लग्ने मान्छे चाहिँ कस्तो थिए, के काम गर्थे? मलाई लग्ने मान्छे चाहिँ अब उहाँ ठिकै वर्णको गोरो होइन गाउँ गोरो ठिकै वर्णको हुनुहुन्थ्यो। उहाँ चाहिँ अब हनुमान ढोका पुलिसमा काम गर्नुहुन्थ्यो। पातलो पातलो हुनुहुन्थ्यो। हनुमान ढोकामा चाहिँ प्रहरी हुनुहुन्थ्यो। ए अनि त्यहाँ चाहिँ तपाईँलाई लिएर जाने क्रममा चाहिँ भान्जा भान्जी भनेर लिएर जानुभयो? हजुर 3 जना छोरी 2 दिदी म भाइलाई। कहिले लग्नुभयो? बाबु मम्मी जुन दिन मलाई साथीले सुनाए त्यो दिनको बेलुकै हामीलाई बाबाले लिएर जानुभयो? हजुर भान्जा भान्जी भनेर लिएर जानुभयो। तपाईँहरू बसेको यो घरबाट है? बसेको घरबाट।
तपाईँ सानोमा पुर्खौली घरमा गएको केही कुरा याद छ? जस्तै कति समयमा पुग्नु भएको थियो आफू यहाँ बसेको काठमाडौँको चाहिँ क्वार्टरबाट होइन? अनि त्यहाँ कस्तो कस्तो तस्बिरहरू देख्नु भएको थियो? 48 सालमा त धेरै घरहरू बनिसकेका पनि थिएन काठमाडौँमा होइन? अनि काठमाडौँदेखि कति टाढा हुनसक्छ र त्यहाँ देखेका एकदम जस्ताको तस्तै त्यो चित्रहरू चित्रण गरेर त्यो बताइदिनु भयो भने त्यो खोज्न चाहिँ सजिलो हुन्थ्यो है। म पुर्खेली घरमा चाहिँ दुईचोटि गएको चाहिँ एकदम याद छ। एउटा चाहिँ बाबासँगै हात पक्रिँदै म गएको याद छ। घर अगाडि त्यो हाम्रो पुर्खेली घर अगाडि पुग्दा हजुरबा चाहिँ पिँढीमा बसेर हुक्का तानिरहनु भएको होला। मैले चाहिँ अनि पछि गएर हजुरबाकै अगाडि गएर त्यो हुक्का के खाएको होला अनि त्यो पानी बुकबुक उम्लेको त्यो हेर्ने अनि त्यो त्यहाँ पानी उम्लेको देखेको याद छ मलाई त्यो भाँडामा होइन, हुक्का तान्दाखेरि हुक्काको त्यो भाँडामा। अनि त्यसमा अलिकति त्यो आगो बर्ने के हुन्छ कोइला देख्थेँ अनि अचम्म मान्थेँ। अनि फुक्दाखेरि उहाँले गरेर आवाज आउँथ्यो के होला अनि अचम्म मानेको त्यो एकदमै याद छ। अनि अर्कोचोटि एउटा बाबासँग गएको याद छ, सायद त्यो दसैँको बेला हो कि जस्तो लाग्छ मलाई। अनि अर्कोचोटि चाहिँ जो हाम्रो बाबा मम्मी बित्ने बित्तिकै बेलुका मामा भनेर जसले चाहिँ हामीलाई लानुभयो, हामी 3 जना छोराछोरी बाबा मम्मी बितेपछि प्रहरीको मान्छे हजुर उहाँले केमा लानु भएको थियो? उहाँले यस्तै जिपमा लानु भएको थियो हाम्रो। ए प्रहरीकै जिप हो? हजुर कस्तो खालको? ए त्यति बेला त भर्खर तपाईँको 46 सालको परिवर्तनपछि भए पनि कलर चाहिँ पुरानै थियो, हरियो खालकै जिपको त्यो कपडाले उ गरेको। हजुर काठमाडौँ नजिकै हो भन्नुहुन्छ उहाँले। त्यो प्रहरीको गाडी लिएर कुनै 3वटा बच्चालाई त्यहाँ लिएर गएको कुनै चाहिँ चालकले सम्झिन सक्नुहुन्छ भने कृपया हाम्रो सम्पर्कमा आइदिनु होला। त्यहाँ घरको अवस्था तपाईँले देखाउन सक्नुहुन्छ कस्तो थियो? यहाँ पिँढीमा बस्नुभएको हजुरबा याद छ। अनि यतापट्टि गोठ थियो, यो ठ्याक्क हल्का देखिरहनु भएको छ, यो गोठलाई यसलाई गोठ सम्झिनु। अनि यतापट्टि चाहिँ के यो चाहिँ हाम्रो भान्सा घर थियो, तर यसरी घर रूपमा थिएन, भान्सा घर चाहिँ खुल्ला थियो। अनि चुलो चाहिँ मजाले त्यो माटोको चुलो उठाएको के अलि माथिसँग उठाएको। अनि फुपूले त्यस्तै चेयर जस्तोमा बसेर मजाले बसी तपाईँको फुपू पनि हुनुहुन्थ्यो त्यहाँ होइन? फुपू नै हुन सक्छ जस्तो लाग्छ तपाईँलाई? हजुर बाबा मम्मी बितेपछि चाहिँ दसैँ बेला जाँदा त हजुरबा हजुरआमा हुनुहुन्थ्यो, तर बाबा मम्मी बितेपछि घरमा फुपू मात्र हुनुहुन्थ्यो। एकजना महिला जो फुपू पनि हुनसक्छ भन्ने तपाईँको अनुमान होइन? अब एकजना मात्रै अहिले जसको चाहिँ दाजु अथवा भाइ बितेको होइन, घरमा चाहिँ पहिले हजुरबा हजुरआमा बितेको एकजना महिला मात्रै भएको त्यस्तो खालको कुनै यस्तो प्रकृतिको घरहरू कतै देख्नुभयो काठमाडौँको छेउछाउमा 2048 सालमादेखि? त्यो घरको चाहिँ अब घरमा नभनिदिएको पनि हुनसक्छ, उहाँहरू एक्सिडेन्ट भएर बित्नुभयो अथवा कसैले मार्यो नभनिदिएको पनि हुनसक्छ, बेपत्ता भयो भनिदिएको पनि हुनसक्छ। त्यो घरमा त्यसरी चाहिँ लामो समय 48 सालदेखि कुनै श्रीमान श्रीमती नआएको, उहाँको एउटा दिदी वा बहिनी अथवा फुपू अथवा कोही एकजना महिला भनौँ न मात्रै भएको घर त्यस्तो सम्झना छ भने यहाँले हामीलाई बताइदिन सक्नुहुन्छ। र बुवालाई लिएर जाँदाखेरि चाहिँ तपाईँले अनि त्यो मामाले लिएर जाँदा कस्तो ड्रेस लाउनु भएको थियो तपाईँले र भाइले? त्यो ड्रेससहित पिक्चरसहित देखाइदिनु न है। उहाँले चाहिँ त्यति बेला चाहिँ हामीलाई लिन आउँदा चाहिँ मलाई उहाँले लगाएको त्यति बेला सेतो सर्ट होइन, ढाका टोपी अनि बेड लाउनु भएको चाहिँ एकदम याद छ मलाई होइन। त्यसरी हामीलाई 2टा हातमा डोराउँदै लगेको होइन। अब म र भाइ त सानो थियौँ र दिदी त पछाडि होला, म र भाइको चाहिँ हात पक्रिँदै लाने गरेको। अनि त्यसपछि आएर अनि हाम्रो ड्रेसको उहाँको ड्रेस शब्द त्यस्तो थियो, पातलो ठक्क ढाका टोपी लाउनु भएको याद छ। अनि हामीलाई चाहिँ मेरो भाइले चाहिँ यस्तै यो सर्ट चाहिँ यही लगाएको थियो है। अझै नजिक ल्याइदिनु त त्यो फोटो, एकदमै नजिक ल्याइदिनु त। ए यस्तो टाइपको ड्रेस लाउनु, यही ड्रेस लाउनु भएको थियो है त्यहाँ लिएर जाँदाखेरि? तपाईँको पनि यस्तै ड्रेस थियो? हजुर। अनि कपाल काटेको यो चाहिँ लगभग यस्तै हुनुहुन्थ्यो? हामी त्यति बेला यस्तै थियौँ। र त्यति बेला यो बच्चाहरूलाई देख्नु भएको कोही हुनुहुन्छ भने कृपया हामीलाई चाहिँ सम्पर्क गरिदिनु होला। र अरू तल चाहिँ खुट्टामा चाहिँ के लगाउनु भएको थियो त्यति बेला? अनि मेरो भाइले त्यति बेला जुत्ता चाहिँ एकदम मलाई याद छ कि उसले चाहिँ त्यो नाइकको चिनो भएको हुन्छ नि कालो कलरको सेतो जुत्ता। ए हो त्यति बेला एकदम चलेको हो, त्यस्तो जुत्ता लाउनु भएको थियो। अनि यो पनि म नै हो, माथिको 2टा चाहिँ भाइको। यो अलिकति कस्तो चप्पल लगाउनु भएको थियो खुट्टामा? मैले त्यो च्यार पर्ने खालको हुन्छ नि, प्रायः त्यो छोरीमा त्यसो खुट्टा च्यार त्यस्तो लगाएको थियो कि। अरू कुनै स्मरण छ बुवासँग गएको अथवा मामा भन्ने व्यक्तिसँग गएको बेलाको त्यहाँको कुनै घटना? कसरी पुग्नुभयो घरसम्म, बाटो कस्तो थियो? हजुर त्यहाँ त्यति बेला चाहिँ अब घरको आली हुँदै हिँडेको याद छ। अब त्यो मेन रोडबाट आली जस्तो बाटोबाट जानुभयो? आली जस्तो बाटो हाम्रो घर आली हुँदै गएको याद छ। गाडी चाहिँ अलि यतै राखेको थियो होला त्यो प्रहरीको गाडी है? हजुर। अनि त्यहाँनिर फुपू मात्र एकजना हुनुहुन्थ्यो र फुपूले चाहिँ त्यही जुन खुल्ला के छ नि हाम्रो जुन त्यो के अरे भान्सा यस्तो उठेको चुलो जस्तोमा चाहिँ। फुपू नै हो कि अरू कुनै नाता पनि पर्न सक्छ कि? मलाई याद छ कहिलेकाहीँ त फुपू नभएर के थाहा होइन, बुवाको अरू कुनै नाता पो पर्ने हो कि? तर तपाईँलाई सम्झना भए अनुसार चाहिँ फुपू जस्तो लाग्छ होइन? तर एकजना त्यो घरमा अब चाहिँ बुवा
आमा बितेपछि चाहिँ हजुरबा हजुरआमा बितेपछि एकजना मात्रै महिला हुनुहुन्थ्यो त्यसो भए। एकजना मात्रै हुनुहुन्थ्यो। अनि त्यो घरमा जाँदाखेरि मान्छे बितेको ठाउँमा त मान्छेको भिडभाड हुन्छ, यस्तो के देख्नुभयो तपाईँले? के पनि थिएन, यस्तो वातावरण थियो कि त्यहाँनिर वरिपरि हाम्रो सायद त्यति बेला त पातलो बस्ती भएर होला, घर पनि टाढा टाढा थियो। हाम्रो घरको प्राय त्यो नजिक कुनै घर मैले त्यस्तो याद भएन होइन। तपाईँलाई घरमा लग्दाखेरि मौसम कस्तो महसुस भएको थियो, देख्नु भएको थियो? गर्मी नै मौसम थियो। बिहानै उहाँले अब हामी होइन मलाई लाग्छ कम्तीमा नि 9 ढिलोमा 9-10 बजीसम्म होला, 8 बजी हाम्रो ढिलो हुनुभएको छ। अघिल्लो दिन घटना घट्यो, रातभरि कतै राख्नुभयो, भोलिपल्ट लिएर जाँदा 9-10 बजेको आसपासमा लग्नुभयो होला, किनभने सब पुलिसको गाडी भनेपछि 9 बजे यहाँबाट हिँड्नुभयो होला या 10 बजे हिँड्नुभयो होला। बेलुका लानु भएको छ, बाबुआमा बेलुकै लग्नुभयो। बेलुकै लग्नु भएको छ। बेलुका चाहिँ भोलिपल्ट बिहान चाहिँ हामीलाई अब एक रात बस्नुभयो त्यहाँ? हजुर 2-3 रात बसेर पर्छ भने 1-2 दिनको ठ्याक्क बिहान त्यसपछि चाहिँ उहाँले गरेर लिएर आयो आफैले? बिहानै 9-10 बजीतिर फर्काएर लानु भएको छ। यसो 1-2 रोटी अलिकति आधा त्यहाँ मौसम कस्तो सुक्खा मौसम थियो? खेतीपाती केही देख्नु भएको? खेतीपातीहरू त बाँझै थियो, त्यस्तो खेतहरू केही थिएन। तर चैत वैशाखैतिर हुनुपर्छ त्यो बालीसाली नलगाएको हजुर सुक्खा मौसम हुन्छ नि, त्यस्तो टाइपको देख्नु भएको थियो? हजुर घर पछाडि बाँझै थियो कि, खेतहरू खाली थियो, तर टन्नै खेतहरू थियो हाम्रो घर पछाडि होइन। तर खेतमा चाहिँ केही उम्रेको थिएन, खाली थियो कि, सुक्खा थियो भनौँ न, बाँझै थियो। र त्यहाँनिर अनि उहाँको जुन मैले फुपू भन्थेँ, उहाँको व्यवहार पनि उहाँ एक्लै घरमा हुनुहुन्थ्यो। र मलाई यस्तो लाग्थ्यो कि त्यहाँ सोसाइटी हाम्रो नि त्यहाँ समाजलाई चाहिँ मेरो बाबा बितिसक्नुभयो, बाबा मम्मी बितिसक्नुभयो भनेर सायद कसैले यो बारे थाहा पाएको थिएन। गोप्य राख्न खोजे जस्तो बुझियो। हजुर तपाईँहरू बसेको चाहिँ क्वार्टरमा पनि त्यस्तो भिडभाडहरू आउने मान्छेहरू बस्ने क्रिया गरेको यस्तो केही देख्नु भएन? क्वार्टरमा त साथीले आएर सुनायो होइन, सायद उसले हल्लामा सुनेर आएर होला। तर मैले क्रिया बसेको बाबा मम्मीको लासहरू केही देख्न पाइनँ। त्यसले गर्दाखेरि यो कुनै घटना गुपचुपमा पारे जस्तो चाहिँ तपाईँलाई लाग्छ? के कारणले होला यस्तो गरेको? केही अब मेरो अहिलेसम्मको सबै कुरा यसो एउटा मात्रै छोरा होइन? हजुर बाबा एक्लो मात्रै छोरा जस्तो लाग्छ मलाई, एक्लै छोरा मैले, किनभने काकाहरू याद छैन, बाबा मात्रै एक्लो छोरा र फुपू एकजना त्यो घरमा बस्दाखेरि है। सम्पत्तिको लागि नि यो सबै गर्यो कि जस्तो लाग्छ कि मलाई, तपाईँको अनुसार होइन? किनभने सबै चिज गोप्य राख्नु अनि बालगृहमा राख्दाखेरि चाहिँ नामहरू पनि नखोलिदिनु बुवाको गर्दाखेरि चाहिँ सम्पत्ति खानको लागि यस्तो गरेको जस्तो तपाईँले अनुमान? हजुर बुवा आमाको ठेगानाहरू पनि केही खुलाइदिएको छैन, आमाको नाम मात्र एउटा दिनुभएको छ, त्यति हो। नत्र घटनाहरू भएको विवरण जुन छ नि मेरो साथीले सँगै बित्यो भनेको छ, तर त्यहाँ घटना विवरणमा के ल्याएको छ नि बाबाले रुखमा झुन्डेर घर पछाडिको रुखमा झुन्डेर सुसाइड गर्यो, अत्याधिक रक्सी खाएर पैसा सकेपछि भरुवा पाल्न नसकेर बित्यो। तपाईँले देख्दाखेरि चाहिँ बाबा रक्सी खाएर यस्तो झगडा गरेको कहिले देख्नु भयो? भनेपछि त्यो सबै कथा रचेर तपाईँलाई त्यहाँ राख्नको लागि एउटा कथा रचियो, सत्य तथ्य घटना मान्छेले थाहा नहोस् नखोजोस् भनेर त्यो त्यस्तो झुटा विवरण दियो जस्तो देखिन्छ है त? अनि मम्मीसँग चाहिँ हामी जेलमा बसेको, म र भाइ चाहिँ जेलमा जन्मेको भनेर लेख्नु भएको छ। जेलमा त दुईटा जन्मिँदैन, किन महिला पुरुषको सम्पर्कै हुँदैन, गर्भवती भएको भए पनि त्यहाँ त रेकर्डमा देखिन्थ्यो। जेलमा गएर हेर्दाखेरि त यस्तो काहीँ पनि देखिएको छैन, त्यो विवरण पनि झुट्टा दिएको भन्ने देखिन्छ। जबकि सँगै बित्नु भएको छ, उसले चाहिँ बाबा बितेपछि मम्मी बितेको भनेको छ। त्यहीबाट थाहा भयो कि यो झुट्टा विवरण हो भन्ने कुरा है, लुकाउनै खोजेको जस्तो छ घटना भनेपछि सम्पत्तिको लागि बढी जस्तो देखियो। किनभने नत्र भने त घरमा अहिले पनि लगिदिन सकिन्थ्यो, घर देखाइदिन सकिन्थ्यो। अहिले त्यो देखाउन नखोज्नुको अर्थ चाहिँ सम्पत्ति फेरि चाहिँ कता कता खाएको फेरि फिर्ता गर्नुपर्छ कि भन्ने पनि भयो होला, अथवा घटना फेरि उजागर हुन्छ कि भन्ने पनि भयो होला होइन? अब तपाईँलाई चाहिँ मैले के सोधेँ भने, अब तपाईँलाई जब बुवा आमाको मृत्यु भइसकेपछि कहाँ लगियो, कस्तो घरमा लगियो, अथवा आश्रम भनेर कस्तो आश्रममा लगियो, त्यहाँ कस्तो खालको सर्टिफिकेटहरू तपाईँले देख्नुभयो, तपाईँले पढ्नुभयो कि पढ्नु भएन, त्यहाँ देखिएका कुराहरू आफूले भोगेका कुराहरू केही भनिदिनु भयो भने अनि खोजी गर्न पनि सजिलो हुन्छ तपाईँको। त्यो त्यहाँ कस्ता कस्ता मान्छेहरू थिए, टिचरको नाम सम्झिन सक्नुहुन्छ कि अभिभावकको नाम? त्यहाँ अभिभावक भएर पनि राख्ने चलन थियो, नक्कली अभिभावक भएर होइन, संस्थाकै मान्छेलाई। त्यो चाहिँ बारेमा अलिकति बताइदिनु न। हुन्छ। जब बाबा मम्मी बित्यो भने मेरो साथीले भन्यो, त्यही बेलुका चाहिँ हामीलाई मामा जो चाहिँ मामा भन्थ्यौँ हामीले र हामीलाई भान्जा भान्जी भनेर भन्नुहुन्थ्यो, उहाँले चाहिँ हामीलाई लिएर जानुभएपछि फुपूकोमा लगेर 2-3 दिन राख्नु भएको छ। अनि त्यसपछि चाहिँ उहाँले सिधै आफ्नो घर सानेपा, घर त नभनौँ उहाँको डेरा भनौँ न, कोठा सानेपा लगेर राख्नु भएको छ। ढुङ्गे धारा मजाले कल पानी आउँथ्यो त्यति बेला, अहिले त सुक्यो होइन। त्यो भएर एकदमै त्यो घर त मलाई एकदमै राम्रोसँग याद छ। त्यो घर त तपाईँले चिन्न सक्नुहुन्छ, गाह्रो कुरा भएन। अब तपाईँले चाहिँ के गरिदिनुहोस् भने त्यो ढुङ्गे धाराबाट त्यो आश्रममा लग्दाखेरि कुन आश्रममा लगियो, अनि त्यो आश्रमको नाम, त्यो आश्रमसँग जोडिएका अरू कुनै आश्रमहरूको नामहरू होइन, मर्ज भएका नभएका यस्ता कुराहरू के थाहा छ भने भनिदिनु न, तपाईँले त्यहाँ देखेका कुराहरू। हुन्छ। आफूसँग अब कम्ती झन् अब 1-2 हप्ता जति हो न, बेसी नै राख्नुभयो कि जहाँसम्म लाग्छ। कसलाई त्यहाँ तपाईँ र म र भाइ, तपाईँको भाइलाई लगियो, दिदीलाई चाहिँ लगिएन त्यो आश्रममा? आश्रममा दिदीलाई चाहिँ लगिएन, आफ्नो कोठा। आश्रममा चाहिँ दिदीलाई लगिएन, उसले आफूसँग लगे होइन,
भाइलाई र तपाईँलाई चाहिँ त्यहाँ लग्यो है। हजुर अनि त्यहाँ लग्दाखेरि के देख्नुभयो त्यो भनिदिनु भयो भने अलिकति खोजी गर्न सजिलो होला। अनि हामीलाई त्यो आश्रम चाहिँ त्यसलाई ग्रेस होम भनेर रहेछ, इन्डियन महिलाले चलाएको, सञ्चालन गरेको। त्यो इन्डियन महिलाको हुलिया चाहिँ अब मोटी मोटी थिए, कपाल चाहिँ अब सानो, एकदम बोइज कट जस्तै टाइपको, तर अलिकति हल्का ठुलो भनौँ न। कुन ठाउँमा थियो भन्नुभयो आश्रम? त्यो चाहिँ त्यति बेला चाहिँ पुल्चोकमा। ललितपुरको? हजुर पुल्चोक। उहाँको घरबाट हामीलाई के अरे हिँडाउँदै दोहोऱ्याउँदै लानु भएको छ। एकैछिनमा नजिकै पुर्याएको है? एकैछिनमा पुर्याउनु भएको छ उहाँले। त्यो सानेपाको ढुङ्गे धारा नजिकको घरबाट एकैछिनमा पुर्याउनु भएको थियो? एकैछिनमा पुर्याउनु भएको छ। अनि लगेपछि त्यहाँभित्र अब त्यो अगाडि टेबलमा ठ्याक्कै त्यही महिला थिए, इन्डियन महिला, मोटी मोटी महिला, उसँग कुरा गर्दै फर्महरू हाम्रो बारेमा सायद उसले सोध्यो होला, सबै लेख्नतिर लाग्नुभयो। अब पैसा सैसा लेनदेन भएको पनि मैले त्यो होइन देखेँ। अनि त्यस्तो भएर मैले उभिएर हेरेँ, अब के कुरा गर्यो, बच्चा त हो, सबै दिमाग लाउने कुरा। त्यहाँ चाहिँ सर्टिफिकेटहरूमा के छ तपाईँको नाम, अनि त्यहाँ टिचरहरूको नाम के छ? मेरो सर्टिफिकेट मार्कसिटमा चाहिँ वरदाना आश्रम चाहिँ र ग्रेस होम चाहिँ सँगै मर्ज भएको देखिन्छ। जस्तै वरदाना आश्रम चाहिँ पछि आएर ग्रेस होममा गाभिएको रहेछ। भनेपछि त्यो सर्टिफिकेटमा वरदाना आश्रम पनि लेखिएको छ, ग्रेस होम पनि लेखिएको छ? हजुर लेखिएको छ। हजुर त्यहाँनिर काम गरेर जुन परिचयकर्ता भनेर बस्नु भएको छ उहाँहरूको। अनि सर्टिफिकेटमा चाहिँ अभिभावक पनि भनिएको छ? अभिभावक सुरुमा चाहिँ फर्म भर्दा परिचयकर्ता भनियो, अनि फर्ममा चाहिँ अभिभावकको रूपमा नाम पनि उल्लेख भएको छ। अब त्यो संस्थाको मान्छेलाई अभिभावक भन्ने चलन पनि थियो होला। के नाम छ? अभिभावकको नाम चाहिँ सुशीला पाण्डे भनेर छ। अनि त्यो एसएसमा हामीलाई त्यो ग्रेस होमबाट पछि जब छापा मारेर हामीलाई लग्यो नि, हामी बच्चाहरूलाई एक प्रकारले रेस्क्यु जस्तो गरेर। किन छापा मार्यो होला त्यहाँ? अब जब यो घटनाक्रम यसो बुझ्दाखेरि अहिले मैले जब थाहा पाएँ नि अहिले आएर के रहेछ भन्दाखेरि चाहिँ अब अलिकति बच्चाहरूलाई कुट्ने होइन, मेरो भाइले पनि मलाई सेयर गर्यो कि मलाई सिस्नो पानीले कुटेको, लात्तीले हानेको, यस्तो कुटेको एकदमै सम्झना छ। कुटेको मात्रै याद छ भन्छ क्या मेरो भाइले, सिस्नो पानीले कुटेर म रोयो भनेर सिस्नो पानीले कुटेको। बच्चा रोएको सुनेपछि छिमेकीले पनि छिमेकीहरूले चाहिँ विरोध गरेर कि एकदमै बच्चालाई राम्रो नहेर्ने, त्यहाँबाट बच्चाहरू चाहिँ त्यसपछि प्रहरीले अथवा कसैले छापा मारेर एसओएसमा लगेर राखिदियो। हजुर बेचबिखन पनि हुन्थ्यो भनेर होइन त्यहाँबाट है। हजुर अब इन्डियन महिलाले चलाएको, नेपाली पनि त्यहाँ मिसिएको देखियो। अब चाहिँ के भनिदिनुहोस् भने त्यो सर्टिफिकेटमा समथिङ शर्माको पनि नाम छ होइन? बुझिन्न, सर्टिफिकेट चाहिँ साइन छ तपाईँको? मेरो मार्कसिटमा साइन छ शर्मा भनेर। अब कोही टिचर त्यहाँको हुनसक्छ। वरदाना आश्रम अथवा ग्रेस होममा काम गर्ने कुनै शर्मा टिचरलाई तपाईँले चिन्नुहुन्छ भने कृपया हामीलाई चाहिँ जानकारी गराइदिनु होला। र के पाण्डे भन्नुभयो तपाईँले? परिचयकर्तामा को थिए? हाम्रो सुशीला पाण्डे र भुवनेश्वरी सत्याल। भुवनेश्वरी सत्याल र सुशीला पाण्डे चाहिँ परिचयकर्ताको रूपमा त्यहाँ नाम छ। तर सर्टिफिकेटमा फेरि अभिभावक भनेर पनि लेखिएको छ सुशीला पाण्डे। त्यो सुशीला पाण्डे चाहिँ कहाँको के को भन्ने के खोजी गर्दाखेरि के पत्ता लगाउनु भएको छ? झापाको हो भन्ने कुरा चाहिँ झापाको मान्छे काठमाडौँ आएर बालगिरियामा काम गरेको या सञ्चालक हो या के हो होइन? त्यही ग्रेस होम वरदाना आश्रममा सँग आबद्ध भएर काम गरेको बुझियो। अब ख्याल गर्नुपर्ने कुरा के भने यदि ललितपुरको कुपन्डोल साइड भन्नुभयो होइन, साइडमा सानेपातिर कुनै पनि बालगिरिया जस्तै ग्रेस होम वरदाना आश्रममा काम गर्ने कुनै पनि झापाबाट आउनुभएको सुशीला पाण्डे नाम गरेको बालिकाको क्षेत्रमा काम गर्ने समाजसेवी यहाँले कतैबाट पनि चिन्नुहुन्छ, सुन्नु भएको छ भने कृपया चाहिँ रिता बहिनीले चाहिँ जानकारी गराइदिनु होला, हामीले जानकारी गराइदिनु होला। किनभने उहाँबाट परिचयकर्ता भएको हुनाले उहाँ मार्फत पनि उहाँको अभिभावकहरूको सम्म केही कुराहरू पत्ता लाग्न सक्ने सम्भावना रहन्छ। र त्यहाँ राख्दाखेरि चाहिँ तपाईँहरूको नाम चाहिँ रिता केसी, भाइको नाम प्रकाश केसी भनेर लेख्यो, आमाको नाम दिदीको नाम सीता केसी लेख्यो, आमाको नाम तुलसी केसी लेख्यो। अनि बुवा चाहिँ परिचयकर्ताले चाहिँ फेरि सरकारी जागिर भनेर चाहिँ लेख्यो, सरकारी जागिर खाएको चाहिँ लेखेको छ, सरकारी जागिर खानुहुन्थ्यो भनेर लेख्नु त्यहाँ लेख्दाखेरि होइन। तर अब के भइदियो, नाम चाहिँ उहाँको खोलिएन भनेपछि घटना गोप्य राख्न खोजेको जस्तो बुझ्यो। मामा जुनलाई हामी मामा भन्छौँ, आफ्नो मामा होइन जस्तो लाग्छ, सबै बुझ्यो। उहाँले चाहिँ नोकरी भनेर लेख्नु भएको छ, तर परिचयकर्ताले चाहिँ उहाँको बुवा चाहिँ काठमाडौँमा सरकारी जागिर हुनुहुन्थ्यो भनेर लेख्नु भएको छ। हजुर त्यतिसम्म चाहिँ लेख्न भ्याएछन् भनेपछि अरू कुरा जति ढाँटे पनि बुवाको जागिर थियो भन्ने कुरामा या सरकारी हुनसक्छ या अरू कुरो हुनसक्छ, नोकरी थियो भन्ने कुरामा चाहिँ विवाद रहेन। र यसरी बुवाको नाम लुकाउनुको पछाडि पनि यहाँ रहस्यमय चाहिँ देखिन्छ। अब तपाईँले चाहिँ दुईजना दाईहरू पनि याद छ ग्रेस होममा मलाई, एकजना बलराम दाई भन्ने हुनुहुन्छ, उहाँले पनि मेरो यो यति भिडियो हजुरसम्म पुग्यो भने प्लिज अगाडि आइदिनु। हजुर बलराम दाई भन्थ्यौँ हामीले, थर्टी याद भएन, ग्रेस होममै हुनुहुन्थ्यो, काम गर्ने, हामीलाई खुवाउने, हामीले केयर गर्ने गर्नुहुन्थ्यो। अनि एकजना ध्रुव दाई भन्ने पनि हुन्थ्यो, एकदम याद छ, उहाँहरूले चाहिँ हामीले खेलाउने, पढाउने, खुवाउने। ललितपुरको ग्रेस होममा वरदाना आश्रम र ग्रेस होम मर्ज भएको त्यसमा चाहिँ काम गर्ने कुनै ध्रुव दाई अथवा बलराम भन्ने कोही हुनुहुन्छ भने कृपया हाम्रो सम्पर्कमा आइदिनु होला।
अरू के सम्झना छ? अरू कर्मदाई भन्नुहुन्थ्यो, उहाँ त अब बितिसक्नुभयो भनेर थाहा भयो। ए अब त्यही पनि उहाँले कर्मदाईसँगै काम गरेको बलराम दाई होइन, हजुरको साथी हुनुहुन्थ्यो कर्मदाई मिल्ने। हजुरलाई पक्कै पनि मेरो यो बारेमा धेरै कुरा थाहा हुनसक्छ, किनभने हजुरले मलाई कति माया गर्नुहुन्थ्यो त्यो एकदम याद छ। खुवाउने बेला केयर गर्ने, खाऊ भन्ने गरेको एकदम याद छ। हजुरले भिडियो हेर्नुभएछ भने प्लिज आएर मलाई सहयोग गरिदिनु होला। अनि त्यसै गरेर घरको छरछिमेकीहरू, किनभने हजुरलाई त मेरो बाबु मम्मी बितेको भनेर त होइन, अब कसरी बित्यो भनेर अब कुरा लुकाएको जे भए पनि, तर मेरो बाबु मम्मीसँगै बित्नु भने हल्ला खल्ला हुन्छ। एक्कासी श्रीमान श्रीमती बितेको त त्यो बस्ने ठाउँको मान्छेलाई त थाहै छ, नत्र भने बच्चाले त आएर सुनाउने थिएन। त्यसपछि गोप्य राखियो घटना होइन। अब त्यो ठाउँमा एक्कासी श्रीमान श्रीमती काठमाडौँमा बितेको घटना, 3वटा बच्चा भएको छ भने चाहिँ होइन, तपाईँले के भन्नु त्यो त्यस्तो व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ? उहाँ घरमा बस्ने जति पनि हाम्रो छरछिमेकी हुनुहुन्थ्यो, उहाँ हाम्रो टोलमा पनि त्यति हजुरलाई यो घटनाबारे थाहा छ भने 2टा छोरी सीता रिता अनि एउटा छोरा प्रकाश र आमाको नाम तुलसी होइन, श्रीमानसँगै बितेको। कति कति वर्षको हुनुहुन्थ्यो तपाईँ त्यति बेला? म त्यति बेला 5 वर्ष, दिदी 10 वर्ष, भाइ 4 वर्ष भनेर होइन राख्दाखेरि त्यसरी दिनुभएको छ। सायद त्यही उमेरको हुनुपर्छ हामी होइन, अनि त्यो लगभग त्यही उमेरकै हुनुपर्छ होइन, उसले दिए अनुसार त। अनि हजुरहरूलाई आफ्नो घरमा यसरी भाडामा बसेको, सेकेन्ड फ्लोरमा बसेको श्रीमान श्रीमती 81 बुढाबुढी बित्यो होइन, बितेर केसी भनेर लेखाएको छ, कसैले खड्का भनेको छ, मावली होइन, के हो त्यो प्रश्न नभए पनि हजुरहरूलाई अब हामीले दिए अनुसार चाहिँ के हो। त्यही कोठामा बसेको 2टा छोरी 1 छोरा भएको र श्रीमान श्रीमतीसँगै 81 बितेको 48 सालको वैशाखतिर। सब तपाईँ छिमेकीहरू कसैलाई घटना थाहा छैन, प्लिज मेरो अगाडि आएर मलाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। तपाईँको बुवा आमाको मृत्यु 81 भएको भनेर जब सुनाए होइन, त्यसपछि तपाईँलाई चाहिँ जसले लिएर गए, अनि लिएर जाँदाखेरि तपाईँलाई चाहिँ कहाँ कहाँ लिएर जान्थे, त्यो गएको ठाउँको बारेमा अथवा त्यहाँको बसाइ खवाई, त्यहाँ को कस्तो खालको मान्छेहरूसँग भेट हुन्थ्यो, त्यो बारेमा बताइदिनु भयो भने पनि खोजी गर्न अलिकति सजिलो हुन्थ्यो। हजुर, उहाँले चाहिँ जुन दिन मेरो साथीले बाबुआमा बित्नुभयो भनेर सुनायो, त्यसको बेलुकैतिर उहाँले हामीलाई लिएर, हामी 3जनालाई लिएर बाबाको पुर्ख्यौली घर नजिकै, जुन काठमाडौँ नजिकै थियो, त्यहाँ लानुभएको र अब 2-3 दिन राखेर हामीलाई फर्काउनु भएको याद छ। र फुपूले त अब राम्रो व्यवहार त गर्नु पनि भएन। त्यसपछि हामीलाई लिएर गएपछि आफ्नो कोठा, जुन सानेपा ढुङ्गेधारा कोठामा ल्याउनु भएको छ, उज्यालोमै ल्याउनु भएको छ कि एकछिनमा, धेरै समय पनि लागेको छैन त्यहाँ आइपुग्न होइन। त्यहाँ लानुभयो, अनि त्यहाँ लगेपछि उहाँले आफूसँग राख्दाखेरि हामीलाई जहिले पनि प्रायः आफूसँग अलि लामै समय राख्नुभयो, 2-3 हप्ता जति राख्नुभयो होला सायद। अनि त्यति बेला जहिले पनि म र भाइलाई होइन, अब माइजूलाई त त्यति मन पर्दैन थियो, के थियो खालि किन ल्याएको यताउता अर्काको छोराछोरी, साकै माइजू नहुन पनि सक्छ। उहाँले त्यसरी बोलेको शब्दहरू एकदम मलाई याद छ होइन। अनि उहाँले जहिले पनि हामीलाई चाहिँ हात जोडाउँदै, कस्तो कोठा बिस्तार बेड कस्तो थियो तपाईँले त्यो राखेको? त्यो कोठा चाहिँ अब हामीलाई चाहिँ चुलोको छेउमा सुताउनुहुन्थ्यो। कस्तो चुलो थियो? चुलो चाहिँ त्यो के अरे दाउरा राखेर बाल्ने सानो, त्यो अहिले जुन पुरानो चुलो स्टाइल हुन्छ नि, माटोले सट्टो माटो भुइँमै बनाएको त्यस्तो चुलोमा दाउरा बालेर खाना बनाउनुहुन्थ्यो। अनि बेड कस्तो थियो तपाईँले सुताएको? अनि त्यो बेड चाहिँ सानो हाम्रो लागि भनेर हामी 2जना सुत्नलाई सानो थियौँ हामी होइन। भाइ र मलाई चाहिँ सँगै सुताउनु थियो आगो त्यो चुलोको छेउमै। अनि प्लास्टिक ओछ्याउनु हुन्थ्यो, अनि प्लास्टिक बज्दाखेरि मतलब के बजेको होला अचम्म मानेको एकदम याद छ। प्लास्टिक बिछाउने भनेपछि भाइले पिछा परेर घरमा त मम्मीले कहिले नओछ्याएको नि त, अनि त्यहाँनिर यस्तो अचम्म मानेको त्यो बच्चाले पिछा फेर्छ होला भनेर चाहिँ प्लास्टिक बिछाएको हुनसक्छ। अनि त्यो जस नजिकै ढुङ्गेधारा थियो है? हजुर, घर अगाडि नै आँगनमै ढुङ्गेधारा कल पानी आउँथ्यो कि, आँगनमै थियो कि त्यति बेला त। अब त्यो अनि त्यसपछि प्रहरीमा लग्दाखेरिको के घटना छ? प्रहरीमा कस्तो ठाउँमा चिया खानुहुन्थ्यो अथवा बिस्कुट केही खाजा सँगै जाने आउने गर्नुहुन्थ्यो कि कस्तो थियो? अनि उहाँले चाहिँ प्रायः हामीलाई जहिले पनि आफूसँगै अफिस जाने टाइममा आफूसँगै जाने, घरि अब पुलिसकै ड्रेस लाउनुहुन्थ्यो, कहिलेकाहीँ आउट ड्रेसमा पनि जानुहुन्थ्यो अफिस। अनि जहिले म र भाइलाई चाहिँ अब उहाँले लिएर नै जानुहुन्थ्यो क्या, कहिलेकाहीँ भाइलाई काँधमा पनि बोक्नुहुन्थ्यो, मलाई चाहिँ प्रायः हातमै डोर्नुहुन्थ्यो, अलिक ठुलो थिएँ नि त म। अनि त्यसपछि त्यहाँ लाँदाखेरि त्यहाँको प्रहरी हनुमान ढोका प्रहरी कार्यालय, कस्तो कस्तो के देख्नु भएको थियो, कता कता बस्नु भएको थियो त्यति बेला? त्यो हनुमान ढोका प्रहरी कार्यालयमा हामीलाई लाँदाखेरि चाहिँ हामी कहिले घरि गेट, हनुमान ढोकाको त्यो बाहिर गेट छ नि, त्यो गेट अगाडि उभिरहन्थ्यो म र भाइ। घरि त्यो दामला ठुलो बाजा छ त्यतातिर बस्ने, घरि चाहिँ त्यहाँ एकदमै दमार। अनि एउटा चिया खाने ठुलो पसल होइन, एकदम चलेको श्यामदाईको पसल भनेर एकदमै प्रचलित रहेछ, त्यो पसलमा प्रायः जस्तो हामीलाई त्यहीँ लगेर राख्नुहुन्थ्यो। अनि त्यहाँनिर बस्दाखेरि हामीलाई त्यहाँको पुलिस सरहरूले ड्युटी गरुन्जेलसम्म तपाईँले त्यहाँ राख्नुहुन्थ्यो। अनि उहाँले ड्युटी गर्दाखेरि कस्तो कस्तो सिन देख्नु भएको थियो, कता जानुहुन्थ्यो? उहाँ ड्युटी गर्दाखेरि चाहिँ अब त्यहाँको थुनुवाहरूलाई लिएर के अरे घरि अदालत जानुहुन्थ्यो, घरि जेलमा लानुहुन्थ्यो। थुनुवाहरूले लग्ने ल्याउने काम चाहिँ गर्नुहुन्थ्यो। अनि त्यो हनुमान ढोकामा चाहिँ अरू कसै प्रहरीले तपाईँलाई चाहिँ बोलेको केही याद छ, केही गरेको? हजुर, उहाँहरूले मलाई अब म र भाइलाई चाहिँ माया नै गर्नुहुन्थ्यो प्रायः प्रहरी सर, काम गर्ने अरू प्रहरीले।
चिया बिस्कुट खुवाएको याद छ उहाँले बोकेर होइन माया दिउँसो चाहिँ तपाईँलाई चाहिँ भोक लाग्यो होला भनेर चिया बिस्कुट पनि खुवाइदिनुहुन्थ्यो त्यहाँ हनुमान ढोकामा काम गर्ने 48 सालका प्रहरी सरहरूले हजुर। अनि त्यसपछि आएर उहाँले चाहिँ हामीलाई अनि कहिलेकाहीँ आफू अदालतमा जाने भएको भएर होइन थुनुवाहरू लिएर जेल जान कहिले हामीलाई पनि लिएर जानुहुन्थ्यो कि कहिलेकाहीँ ढिलो आउँदा चाहिँ हामी गेटमै बसेर कुर्दाखेरि प्रहरी सरहरूले चाहिँ भित्र लगेर राखिदिनुहुन्थ्यो ढिलो भयो भने। अनि तपाईँ यो चाहिँ उहाँ चाहिँ समयमा प्रहरी कार्यालय पुग्नुहुन्थ्यो कि ढिलो भएको कुनै त्यस्तो घटनाहरू केही छ? अब कहिलेकाहीँ ढिलो पनि गर्नुहुन्थ्यो होला सायद, कहिले गाली गरेको कि के हो मैले त्यस्तो याद त भएन। ढिलो आउँदाखेरि कराएको जस्तो लाग्छ मलाई उहाँ आउँदा ठुलो माथिल्लो पोस्टको सरले। अनि त्यो बेला के जवाब दिनुहुन्थ्यो उहाँले? उहाँले अब नानीहरूले गर्दा ढिलो भयो भन्नु। तपाईँहरू बच्चाहरूको कारणले म ढिलो आएँ भन्नुहुन्थ्यो? हजुर। ड्युटीमा जाँदाखेरि ढिलो हुन्थ्यो। अनि त्यो प्रहरी कार्यालयमा काम गर्ने कुनै मान्छे भेट भएको छ तपाईँसँग? मैले त भेटेँ अब जस्तै उहाँसँग सँगै काम गरेको कोही याद छ? उहाँसँग सँगै काम गर्ने प्रहरी सरहरू थुप्रैजनालाई भेटेँ, मेरो कुरा पनि भयो र उहाँहरूलाई तपाईँलाई त्यहाँ लग्ने गरेको उहाँले देख्नु भएको छ? सबै याद रहेछ उहाँले कति मजाले। त्यो मध्ये कुनै एक दुईजना प्रहरीको नाम भन्न सक्नुहुन्छ तपाईँलाई लगेको देख्ने सानोमा बच्चा? हजुर, मीन प्रसाद सिग्रेट जो चाहिँ उहाँ चाहिँ एउटै पोजिसनमा एउटै डिपार्टमेन्टमा काम गर्नुभएको रहेछ, उहाँले चाहिँ मजाले भन्नुभयो। अनि अहिले जुन सरहरू चाहिँ वकिल हुनुहुन्छ होइन उहाँ सरहरू भनौँ न हाम्रो खनाल सर सरहरू त्यति बेला चाहिँ काम गर्नेहरू भेट भयो तपाईँसँग? भनेपछि तपाईँहरूलाई नै त्यहाँ उहाँले लग्ने ल्याउने गरेको भन्ने कुरामा विवाद भयो। अनि उहाँहरूले पनि भन्नुभयो तपाईँहरूले ल्याएको थियो फलानुले ल्याएको थियो भनेपछि तपाईँले भनेकै मान्छेले चाहिँ त्यहाँ लगेको भन्ने कुरा देखियो है? हजुर हजुर। प्राय लिएर यताउता गर्दाखेरि चाहिँ अब कतिलाई बुझ्न खोज्नुहुन्छ कि नानीहरूलाई के गर्ने होला, मेरो दिदी बित्नुभयो, भान्जा भान्जीको बिजोग भयो, के गर्ने कहाँ राख्ने भनेर कुराहरू गर्ने हुन्थ्यो। त्यो कुरा गरेको तपाईँले सुन्नुहुन्थ्यो? अनि केही सिनहरू याद छ बाटोमा लिएर जाँदाखेरिको भाइले भनेको अथवा तपाईँले देखेको? मेरो भाइले चाहिँ उसलाई काँधमा बोक्दाखेरि चाहिँ स्वयम्भू देखेको एकदम याद छ। स्वयम्भू देखेको याद छ है? मलाई चाहिँ त्यति बेला त्यो एउटा त्यो आकाशे पुल रहेछ काठमाडौँको, त्यो याद छ। आकाशे पुल, त्यो आकाशे पुल हिँड्दाखेरि जङ्गबहादुरको मूर्ति देखेर भनेपछि त्यो त्यति बेला कतै छेउमा चाहिँ एउटा मूर्ति देख्नु शालिग देख्नु भएको थियो? त्यो देखेर अचम्मै मान्थ्यो के होला। हनुमान ढोका जाने क्रममा तपाईँले बाटोमा कतै चाहिँ शालिग देख्नु भएको थियो? अनि त्यो आकाशे पुल पनि हिँड्दाखेरि एकदमै जङ्गबहादुरको होला या अरू कसैको होला? अनि त्यो आकाशे पुल पनि यसो हिँड्दाखेरि त्यो खुट्टा सानो थियो नि त बिचारो, मेरो लागि त भरे त ठुल्ठुलो हुन्थ्यो, खुट्टा यस्तो उचालेर त्यो चढ्थेँ कि म एकदमै अग्लो अग्लो भएर त्यो एकदमै याद छ कि हनुमान ढोका लिएर जाने ल्याउने क्रममा चाहिँ त्यो याद रहेछ तपाईँलाई? पर्खालहरू रातो रातो पर्खाल देखेको याद छ। मामाले पर्खालको कलर चाहिँ त्यति बेला रातो थियो? रातो रातो थियो। पर्खाल कस्तो अग्लो थियो कि? अग्लो पर्खाल थियो। अब कता पर्यो काठमाडौँतिर कि कुनै अफिसको वा कुनै रातदरबार बाहिरको पर्खाल हो कि जस्तो लाग्छ मलाई। ठ्याक्क जाने आउने क्रममा नक्सलको पुलिसको अगाडिको पर्खाल हो। उसँग सँगै हिँड्दाखेरि चाहिँ त्यो पर्खाल पनि याद छ तपाईँले? त्यो पर्खालको बाटो हिँडेको पनि याद छ? हजुर हजुर। न्यू रोडको गेट पनि याद छ। न्यू रोडतिरबाट पनि गएको हुनाले न्यू रोडको गेट आयो होला है? हजुर। अनि मामाको घर जाने बेला त्यो चिडियाखानाको बाटो हुँदै हिँडेको र बाँदर देख्दाखेरि मामाको आफ्नै घर त होइन होला? त्यो मामाको ढुङ्गे धाराको छेउको चाहिँ डेरामा कोठामा जाँदाखेरि त्यो जाउलाखेलको चिडियाघर हुँदै जानु भएको? हजुर। अनि बाँदरहरू रुखमा देख्थे अनि खुसखुस गर्थ्यो बाँदरले, अनि के गरेको होला अनि त्यो रुखमा एकदम याद छ। बच्चालाई चाहिँ अब त्यति बेला अब त्यो दिमागमा गऱ्यो त्यो कुरा होइन? हजुर। तपाईँ चाहिँ त्यो बेला बुवामा बित्दाखेरि कस्तो सिजन थियो अथवा उहाँहरूसँग हिँड्दाखेरि बाटोको कुनै घटनाहरू याद छ? हजुर। त्यति बेला चाहिँ गर्मीकै मौसम थियो जस्तो लाग्छ, किनभने हामीले लुगा पनि जाडोको लाउने गरेको याद छैन। मैले सिम्पल जामा लाउँथेँ, भाइले पनि सिम्पल सर्ट होइन पेन्ट जुत्ता लगाएको थियो। गर्मी त गर्मी नै हो, जहाँसम्म लाग्छ यो वैशाख होइन चैत वैशाख धेरैमा जेठसम्मको घटना हुन्छ, यो 3 महिनाको घटना हो यो होइन। त्यो गर्मी सिजन हो भन्ने कुरा त एउटा त गर्मीले पनि महसुस गर्ने भयो। अरू केही चिज याद छ? अब अर्को अब चाहिँ फलफुलको कुरा चाहिँ त्यसलाई काफलहरू बेचेको याद छ मलाई। त्यो मामासँग हिँड्दै जाँदाखेरि तल दोकाहरूमा त्यसलाई त दोकामा ल्याएर बेच्थे नि, काफल बेच्दाखेरि रातो रातो देखेर के होला भने हेरेर मामाले किनेर खुवाएको याद छ। जसले जुन तपाईँलाई चाहिँ ड्युटीमा उहाँले लिएर जाने आउने क्रममा सँगै लिएर जाँदा बाटोमा काफल खुवाएको याद छ? भनेपछि काफल भनेपछि त गर्मी सिजनै हुनुपर्छ भन्ने कुरामा विवाद रहेन? अनि घर जाँदाखेरि पनि जुन अब कस्तो ठाउँमा काफल खानु त्यो जोकामा राखेर बेचेको उहाँले किनेर खुवाएको तपाईँले? हजुर। बाटोमा बस्छ नि पेटीतिर बसेर त्यसलाई त्यसरी राखेर बेचिरहेको थियो। हनुमान ढोका जाने आउने क्रममा हजुर काफल किनेर तपाईँले खुवाएको याद रहेछ? हजुर। अब अन्तिममा तपाईँको भन्नु केही छ? अरू त अब सबै कुराहरू मैले हजुरहरूलाई विवरणहरू बताइहालेँ, मेरो घरको बारेमा मेरो सम्झनाहरू होइन जति पनि छ। मैले अब सजिलो हुन्छ मलाई भेट्न भनेर। अब हजुरहरूले चाहिँ मलाई कसरी हुन्छ सहयोग गरिदिएर हजुरहरूलाई जति पनि याद छ भने सम्पर्कमा आइदिएर मलाई सहयोग गरिदिनु होला। हजुरहरूको सानो सहयोगले मलाई ठुलै सपोर्ट हुन्छ मेरो आफन्ती भेट्नलाई होइन। मेरो बाबा मम्मी पुर्ख्यौली घर, मेरो बाबा मम्मीको मृत्यु कसरी भयो भने आजसम्म मैले यसको प्रश्नको जवाफ पाएको छुइनँ होइन।
अनि मेरो दिदी कहाँ हुनुहुन्छ भन्ने कुरा छ, अझ पनि मेरो दिदी कहाँ हुन्छ भन्ने कुरा थाहा छैन, मेरो फुपू को हो कहाँ हुनुहुन्छ भन्ने थाहा भएन। अब यो घटना विवरणको बारेमा कहीँ कतै केही कुरा थाहा भएको व्यक्ति कोही हुनुहुन्छ भने तपाईँको चाहिँ यसमा चाहिँ कमेन्टमा अथवा मेसेज गरेर उहाँको सम्पर्कमा आइदिनु न। नम्बरमा सम्पर्क गरिदिनु होला वा इनबक्स गरिदिनु होला। र सँगसँगै हजुरहरूले यसमा चाहिँ अब यो 48 सालको घटना हुनुपर्छ जहाँसम्म लाग्छ मलाई। 48 सालको यो वैशाख जेठको घटना हो जस्तो लाग्छ। यदि चैततिर हुने सम्भावना पनि देखिन्छ, तर यो 47 सालको होइन, 48 सालको चाहिँ वैशाखको घटना हो जस्तो लाग्छ। यसरी मेरो बाबा जो सँगै काम गर्नु त्यति हजुरहरूलाई फलाना मेरो यो साथी श्रीमान श्रीमती बितेछ वा सम्पर्कमा आएन वा बेपत्ता भएको त्यस्तो घटना केही याद छ, वा काममा आउनै छोड्नु भएको त्यस्तो याद छ? श्रीमान श्रीमती 81 बितेको, 3टा बच्चा भएको होइन त्यो, अनि अथवा कुनै अफिस कार्यालय वा कुनै कल कारखानामा कुनै व्यक्ति 81-48 सालमा चाहिँ जागिरबारमा नआएको त्यस्तो कुनै याद छ भने जानकारी गराइदिनु होला। त्यसले गर्दाखेरि के छ भने उहाँको पुर्ख्यौली घरसम्म पुग्न चाहिँ एकदमै सहज हुन्छ। अनि मेरो मम्मीको दिदी बहिनी होइन, अब जो हुनुहुन्छ घरको छरछिमेकीहरू, मेरो मम्मीसँग राम्रो चिनजान भएको जति पनि साथीहरू हुनुहुन्छ, हजुरहरू पनि कोही एकजना मेरो साथी तुलसी भन्ने यसरी 81 श्रीमानसँगै वा बितेको वा सम्पर्कमा नआएको के छ? उहाँको मम्मी चाहिँ तुलसी नाम गरेको हुनुहुन्थ्यो, जो चाहिँ अलिकति चक्लेट फ्याक्ट्री अथवा चक्लेटको होलसेलरसँग पनि अलिकति रिलेटेड जस्तो देखिनुहुन्छ। त्यो बेलाको चाहिँ कुनै चक्लेट फ्याक्ट्रीसँग सम्बन्धित व्यक्तिहरू तुलसी केसीलाई चिन्ने, केसी नभए खड्का मात्रै पनि लेखेको हुनसक्छ अथवा केसी लेखेको पनि हुनसक्छ, खत्री सेक्रेटरी लेखेको पनि हुनसक्छ, तर अहिलेको नाममा हेर्दाखेरि केसी भन्ने आइरहेको छ। तर तुलसी चाहिँ पक्कै उहाँको नाम हो, आमाको भन्ने कुरामा विवाद छैन। त्यति बेला तुलसी नाम गरेको कुनै महिला 81 आउन छोडेको, भेट्न छोडेको अथवा उहाँको श्रीमान श्रीमती बितेको कुनै घटना याद छ भने कृपया चाहिँ हामीलाई चाहिँ जानकारी गराइदिनु होला। त्यसै गरेर मेरो दिदी चाहिँ स्कुल आउन छोड्नु भएको छ र हजुरको मिल्ने साथी हो। एउटा थाई कट अलिकति भएको, अलिकति मोटो, त्यति बेला चाहिँ यता कुममा चाहिँ फित्ता, दुईतिर फित्ता भएको खालको ड्रेस भएको कन्या स्कुल हो या अरू कुनै स्कुल हो पढ्ने, 2048 सालतिर 81 त्यो स्कुलमा आउन छोडेको, बुवा आमा बितेको कारणले म आउँदिनँ भनेको अथवा नभनेको कुनै त्यस्तो अवस्था छ भने, अथवा त्यो बेला स्कुल पढ्ने सीता नाम गरेको कुनै काठमाडौँमा बुवा आमा गुमाएको होइन, अब त्यस्तो कुनै चाहिँ व्यक्ति हुनुहुन्छ, उहाँको दिदी पनि तपाईँ हुन सक्नुहुन्छ। त्यस कारण चाहिँ कृपया सीता नाम गरेको कुनै व्यक्ति हुनुहुन्छ बुवा आमा गुमाएको भने पनि तपाईँ पनि सम्पर्कमा आइदिनु होला। त्यसै गरेर अनि गाउँतिर यति हजुरहरूले चाहिँ यसरी श्रीमान श्रीमती होइन वा भनौँ न हजुरहरूलाई त्यो घटना बारेमा राम्रोसँग जानकारी नहुने वा बेपत्ता भएको वा सम्पर्कमा नआएको, उहाँको पुर्ख्यौली घरमा लामो समयसम्म 3टा बच्चाको आमा बुवा नआएको 81, अब त्यहाँ चाहिँ अब यदि घटना गुपचुप गराउने व्यक्तिले चाहिँ उहाँहरू चाहिँ हरायो भनेको पनि हुनसक्छ अथवा एकछिन भएर बित्यो भने पनि हुनसक्छ, जे हल्ला पनि फैलाइदिएको हुनसक्छ। काठमाडौँ वरिपरि छेउछाउमा 2048 सालमा श्रीमान श्रीमती सहित 3वटा बच्चा भएका व्यक्ति हराएको, बेपत्ता भएको, बितेको कुराहरू कुनै घटना छ भने कृपया जानकारी गराइदिनु होला। अनि मेरो मामलीपट्टिको चाहिँ हजुरहरूलाई सायद अब यो घटनाको बारेमा अब धाकछोप गरेर सही घटना विवरण नबताइ, आमाको नाम तुलसी है, उहाँको माइतीले चाहिँ कुनै तुलसी नाम गरेको महिला कुनै माइतीमा माइतीको आफ्नो छोरी बेटी चेली कतै हराएको, बेपत्ता भएको भन्ने हल्ला छ भने, विवाहित महिला सम्पर्कमा नआएको अथवा उहाँको श्रीमान श्रीमती बितेको जेसुकै हल्ला पनि फैलाइदिएको हुनसक्छ, किनभने यो घटना गोप्य राख्ने व्यक्तिले बच्चाहरू पनि सँगै बित्यो भनिदिएको पनि हुनसक्छ। यति तुलसी नाम गरेको कुनै महिला, कसैको दिदी बहिनी फुपू चेली केही हुनुहुन्छ भने त्यस्तो तुलसी नाम गरेको व्यक्ति काठमाडौँ वरिपरि अथवा नेपालकै कुनै पनि कुनाको 48 सालमा देखि बेपत्ता भएको वा हराएको वा मृत्यु भएको बारेमा केही जानकारी छ भने तुलसी नाम गरेको व्यक्तिको हकमा पनि जानकारी गराइदिनु होला, हामीलाई सूचना दिनु होला। यो माथिको चाहिँ दुईटै माउ हुँ, नझुकिनु होला है। यो माथिको दुईटै माउ, एउटा अलिक नजिकबाट छ, एउटा चाहिँ अलिक परबाट छ, मुनिको चाहिँ दुईटै मेरो भाइ प्रकाश। अनि जुन बेला बुवा आमा बित्नु भएको थियो कुन ड्रेस लाउनु भएको थियो ठ्याक्क औँलाले देखाइदिनुहोस् त। मेरो भाइले चाहिँ यही सर्ट लगाएको थियो, मेरो पनि यस्तै जामा थियो, कपाल हेयर कट सब यस्तै छ, यही लुक्स हजुरहरूले मजाले। यति यो बच्चाहरू तपाईँलाई 48 सालमा मेरो साथीहरू, मेरो मम्मीको साथीहरू होइन, मेरो बाबाको साथीहरू होइन, मेरो छरछिमेकी नातागोता पुर्ख्यौली घरतिरको छरछिमेकीहरूलाई यो बच्चाहरू यो यस्तो फेस गरेको, यस्तो ड्रेस लगाएको, यो कुन चाहिँ ड्रेस भन्नुहोस् त त्यति बेला लगाएको त्यो मात्रै पट्टाएर देखाइदिनु। मेरो भाइले चाहिँ यो लगाएको हो, यो मुनिको ड्रेस हेर्नु, मेरो भाइले यही लगाएको, ठ्याक्कै यही ड्रेस लगाउनु भएको थियो होइन। अनि बाबा मम्मी बितेपछि यही ड्रेसमा मेरो भाइलाई लाग्यो। यो ड्रेसमा त्यति बेला 48 सालमा यो बच्चाहरूलाई कसैले देख्नु भएको थियो भने कृपया हामीलाई जानकारी गराइदिनु होला। यो फेस गरेको बच्चा उहाँको एउटा दिदी सीता पनि हुनुहुन्थ्यो,
अब यस्तो बच्चाहरू, यति राम्रो बच्चाहरू त्यति बेला बेपत्ता पारिएको छ, पुर्ख्यौली घरबाट अन्त लगिएको छ, अहिलेसम्म पुर्ख्यौली घर बताइएको छैन। कृपया यी बच्चाहरूलाई त्यति बेला देख्ने चिन्ने कोही हुनुहुन्छ भने हाम्रो सम्पर्कमा आइदिनु होला। तपाईँलाई को आमा बुवा बितेपछि जुन प्रहरीलेको ड्रेसमा भएको मान्छे जुन लग्यो भन्नुभयो, जुन घरमा पनि लगेर फेरि फर्काएर ल्यायो भन्नुभयो होइन, त्यो तपाईँको साँच्चै मामा हुनसक्छ कि नहुनसक्छ, के बारेमा के छ तपाईँको धारणा भन्नुहुन्छ? अहिले सबै बुझ्दाखेरि चाहिँ उहाँ मेरो मम्मीले अब टिका लाएर अब भाइ बनाएको दाइ बनाएको भनेर चाहिँ उहाँलाई नै थाहा छ होइन। तर सबै बुझ्दाखेरि हाम्रो आफ्नै मामा जस्तो देखिनुहुन्न उहाँको आफ्नै नाता गोता यता बुझ्दाखेरि चाहिँ दिदी बहिनी घटना बाहिर सबैलाई थाहा नहोस् भनेर आफ्नो मान्छे लग्यो भने चाहिँ मान्छेले खोजी पनि गर्दैन भन्ने हिसाबले मामा नाता जोडेर आएको पनि हुनसक्ने तपाईँलाई शङ्का छ? हजुर, उहाँ चाहिँ मामा भनेर नाता जोडेर आएको जस्तो देखिन्छ, आफ्नो सक्के मामा चाहिँ होइन जस्तो लाग्छ मलाई जहाँसम्म। यो भिडियोमा भएको कुनै पनि घटनाहरूबारे तपाईँलाई केही जानकारी छ, यो घटनासम्म सम्बन्धित व्यक्ति तपाईँ नै हुनुहुन्छ वा हुन पनि सक्नुहुन्छ होइन, छ भने मलाई प्लिज सहयोग गरिदिनु अनुरोध गर्छु, सम्पर्कमा आइदिनु होला।